साइकलमा सवार व्यक्तिमाथि नगर प्रहरीको दुर्व्यवहार। ज्याला मजदुरी गरी खाने वर्गलाई दुर्व्यवहार गरेपछि कारबाहीमा तानिए इन्सपेक्टर विष्ट। दर्शकवृन्द, यो दृश्य राम्ररी हेर्नुहोस् त, कस्तो मानवीयता नै नभएको जस्तो देखिन्छ। ती साइकलमा सवार व्यक्तिले नियम विपरीत काम गरे पनि कारबाहीका लागि कानुन छ, नियम छ, तर यसरी घिसारेर पिट्दै अमानवीयता देखाउनु कतिको जायज हो? तपाईलाई के लाग्छ? काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले साइकलमा सवार एक व्यक्तिमाथि अमर्यादित व्यवहार गरेको छ। यो घटना आजै बिहानको हो। दर्शकवृन्द, साइकलमा घर फर्किरहेका ती व्यक्ति र नगर प्रहरी बीच साइकल खोसाखोस भएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। यसै विषयलाई लिएर महानगरका मेयर बालेन्द्र शाह बालेनको आलोचना भइरहेको छ। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार ती व्यक्तिलाई अमर्यादित व्यवहार नगर प्रहरीबाट भएको स्वीकार भएको छ। नगर प्रहरीलाई जुन कार्य सम्पादनका लागि पठाएका थियौं त्यो हुन सकेन, पाण्डेले भनेका छन्। आलोचना भएपछि बालुवाटार क्षेत्रमा खटिएका नगर प्रहरी इन्सपेक्टर शम्भु विष्ट कारबाहीमा तानिएका छन्। साइकलमा हिँडेका सर्वसाधारणको साइकल नखोसेर उनलाई घर पठाइदिएको पाण्डेले बताए। साइकलमा हिँडेका ती व्यक्तिको साइकल खोसेका छैनौं, केही नगरी घर पठाइसक्यौं, पाण्डेले भनेका छन्। बालुवाटार क्षेत्रमा स्थानीयको गुनासोका आधारमा नगर प्रहरी इन्सपेक्टर विष्टको नेतृत्वमा नगर प्रहरी टोली परिचालन गरिएको थियो। पाण्डेका अनुसार बालुवाटार क्षेत्रमा कबाड व्यवसायीहरूले हल्ला गरेपछि स्थानीयको गुनासो आएको थियो। इन्सपेक्टर विष्टको टोली त्यसपछि हटाइएको हो। साइकलमा रहेका ती व्यक्ति पनि कबाडका सामान उठाउन निस्किएको दावी गरिएको छ। अहिलेलाई यति नै। टिभी कृष्ण साथ हेर्दै गर्नुहोला। नमस्कार।